के गर्दै हुन्छ हौ? पूजा गर्नलाई फुल टिप्दैछु। अनि यस्तो जाडामा पनि पूजा गर्नुहुन्छ? भगवानको सेवा त गर्नु पर्यो। अनि ठाउँ त थोरै छ, तपाईँले त कति खालको फुलहरू रोप्नु भएको रहेछ त। के गर्नु हो, पूजा गर्न चाहिन्छ। अनि यति ठाउँमा पनि सब्जी रोप्नुपर्छ भनेर छोराबुहारीहरूले कराउँदैनन् हजुरआमा? कराउँदैन नि, छेउछेउमा रोपिरहेको छु। यता सब्जी ल्याउने, हजुर यता फुल रोप्ने। आँप पनि छ, बैगुन पनि छ, सबै थोक अँटाएको छ। हजुर यो एउटा मैले के को बिरुवा हो हजुरआमा? चिनी न त यो बाँस चाहिँ ड्रागन फ्रुट अरे। यो कहाँबाट बिरुवा ल्याउनु हो? कहाँ पाइन्छ यसको बिरुवा चाहिँ? यसको बिरुवा चाहिँ खोजी गर्नुपर्छ। हजुर बजारतिर पाइन्छ। रोपेका हुन्छ नि। अनि लट्टेको साग खाइसक्नुहुन्छ कि बेच्नु पनि हुन्छ यति ठाउँमा? कति धेरै हो सब्जीहरू त। सब्जी अब आफूलाई खानुपर्छ, अलिअलि बेच्नु पनि पर्छ। यो एउटा बोट कि कतिवटा बोट हो हजुर? यो बैगुन होइन? यो बैगुन हो, यो एउटै बोट हो, यो एकदम जातको। आफूले लगाएको साह्रै मिठो हुन्छ। अनि यो माने चाहिँ के सुँगुर पनि पाल्नु भएको छ? होइन नि, यो मान्छेले खाने हो। कसरी खानु? अचार कस्तो मिठो हुन्छ। यो उसिनेर अनि यो गरेर आलु उसिनेर बनाउनु पर्छ। हजुर यो धेरै मिठो हुन्छ। र टमाटर कुन टमाटर? यो माइली टमाटर भन्छ, यो जातको टमाटर। यो साह्रै मिठो हुन्छ। हजुर यो साह्रै राम्रो हुन्छ। हेरौँ न, यस्तो आएको छ है। ल हजुरआमा, यो सबै तपाईँ गर्नुहुन्छ कि छोराबुहारीहरूले पनि सघाउनुहुन्छ तपाईँलाई? अब छोराबुहारीले सघाउँछन्, म एक्लै त कहाँ सक्छु र। अनि दिनै पछि पूजा गर्नुहुन्छ हजुरआमा? दिनै पछि पूजा गर्छु, भगवानको सेवा अब सकुन्जेली भगवानलाई सम्झिनु पर्यो। अनि छोराबुहारीहरू चाहिँ कता हुनुहुन्छ? छोराबुहारीहरू अब कहिले काममा जान्छन्, कहिले घरमै छन्। अहिले घरमै छन्। ल त हजुर।